आज चाहिँ मैले एउटा कोरियन साथीलाई चाहिँ आऊ खाजा खानु, मैले तिमीलाई मिठो खाजा बनाएर खुवाउँछु भनेर घरमा बोलाएको थिएँ। अनि मैले चाहिँ यो बजारबाट चाहिँ यो च्याउको टुप्पा किनेर लिएर आएको थिएँ। अनि च्याउको टुप्पालाई राम्रोसँग धोएर सफा गरेँ। अनि त्यो साथीले चाहिँ जहिले तिमीले पकाएको खानु मन लाग्छ भने बनाइ गरेर अनि मैले चाहिँ च्याउ किनेर लिएर आएको। च्याउ चाहिँ मैले अर्को थरी नै ल्याएको थिएँ, मोटोवाला पनि ठुलो खाले पनि। अनि यो भेन्टा पनि किनेर लिएर आएको थिएँ। अनि मैले चाहिँ अब यसलाई काटेँ अनि राम्रो बनाएर काटेँ। अनि त्यसपछि चाहिँ मैले यस्तो यो चाहिँ पुरै डिजाइन गरेको आज साथीहरूलाई चाहिँ मिठो मिठो पकाएर खुवाउँछु साथीलाई भनेर चाहिँ मजाले काटेछु, राम्रोसँग काटेर सर्लक्क ससमा पकाएर खुवाउँछु भनेर। यो चाहिँ किचन हो, यस्तो राम्रो छ। अनि त्यसपछि चाहिँ मैले यसलाई काटेर मिलाएर काटेँ, खान पनि सजिलो होस् भनेर चाहिँ। अनि सानो सानो टुक्रा बनाएर काटेँ। अनि त्यसपछि सफा गरेँ, मलाई चाहिँ सफा सुग्घर एकदम मनपर्छ। अनि मैले भेन्टालाई पनि काटेँ, चट्ट लाएर सानो सानो पिस बनाएर काटेँ। अब चाहिँ त्यसलाई मजाले प्लेटमा राख्छु। अनि त्यसपछि चाहिँ मैले यसलाई टक्क लाएर प्लेटमा सबै त्यो काटेको जति च्याउलाई चाहिँ मसिनोवाला च्याउलाई चाहिँ काटेर चाहिँ मैले अब बसालेँ। अनि त्यसपछि चाहिँ मैले ढोकिदिन्छु एकछिन। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ मैले यो कोरियनवाला हो, यसलाई चाहिँ मैले चाहिँ अब ससेस हालेर चाहिँ चट्ट लाएर अनि प्राउन हालेर अनि चट्ट लाएर भेन्टा सेन्टा हालेर प्राउन हालेर ससेस हालेर चाहिँ यसलाई नि मैले तताउन थालेँ। हल्का तेल हालेको छु। अनि त्यसपछि यो ब्राउनबाट आफै तेल निस्किन्छ नि त, धेरै चिल्लो नहोस्, मेरो साथीलाई फेरि चिल्लो मन पर्दैन। अनि त्यही भएर यति हालेर बनाएँ। अनि त्यसपछि यो चाहिँ कोरियन सस हो। अनि यो सस चाहिँ मलाई एकदम मनपर्छ, मेरो साथीलाई पनि एकदम मनपर्छ, पिरो खाने भन्यो नि। अनि त्यही भएर झट्ट लाएर मैले चाहिँ यो बनाएर राखेको थिएँ पिरोवाला मसला। अनि त्यही पिरो मसलालाई चाहिँ मोलमाल पालेर यस्तो बवाल बनाएँ, मुखमै पानी आउने बनाएँ। अनि त्यसपछि मेरो साथी खुसी होस् न देखेर यस्तो मिठो बनाइछ भनेर। अनि चट्ट लाएर म त्यो सबै हालिदिएँ, सबैमा हल्का तताएकोमा। अनि च्याउमा पनि हालिदिएँ, ससेसहरूमा पनि हालिदिएँ। अनि मजाले मोलेर दलेर अनि हेर्नु न कस्तो हेर्दै खाम जस्तो टेस्टी बनाएँ। अनि मेरो साथी खुसी होस् आएर खाएर भनेर। अनि त्यसपछि यस्तो मजाले मोलमाल पारेर यस्तो राम्रो बनाएँ, हेर्नुहोस् न कस्तो मुखमै पानी आउने भएको छ है। अनि त्यसपछि चाहिँ यो सब दलेपछि त अनि मजाले पाक्यो, कस्तो मजाले पाक्यो। यो च्याउ मसिनो च्याउ हो नि त, थोरै पकायो भने पाक्छ। अनि यो चाहिँ भेन्टाहरू नि पाक्छ। अनि अब यसमा चाहिँ मैले अब हल्का मासु हुन्छ नि, पोर्क मासु लिएर आएको थिएँ। अनि त्यसपछि चट्ट लाएर अनि यसलाई तताएर सेकेर अनि त्यसपछि चाहिँ अब त्यो साथीलाई खुसी बनाउनु, मैले चाहिँ खाँदिनँ, मेरो साथीलाई खुसी बनाउन चाहिँ ल्याइदिएको हो, बनाएको हो। अनि म चाहिँ मेरो साथी आइसक्यो, मेरो साथीले नै हेल्प गरिरहेको थियो मलाई, यसरी बनाउन भनेर। अनि काटेपछि खान पनि सजिलो हुन्छ भन्दै थियो। अनि मैले त्यही भएर काटकुट पारिदिएँ, मेरो साथी पनि यहीँ छ। अनि त्यसपछि मैले काटकुट पारेर राम्रो बनाएर पिसेस बनाएँ। अनि मजाले हल्का तेलमा त्यो तेल अनि त्यस नुनमा एउटा मसला बनाएर अब मसला चाहिँ अब मिठो हुन्छ भनेर चाहिँ अनि मैले चाहिँ एउटा खुर्सानीको पेस्ट बनाएर राखेको थिएँ। अनि त्यो अखबारे खुर्सानीको हो कि, त्यही हालेर अनि मसला बनाएँ, नुनसुन हालेर तेल हालेर अलिकति। अनि त्यही अघि काटेर बनाएको पोर्कलाई चाहिँ यसरी मैले दलेर चाहिँ मरमसला हालेर टेस्टी बनाएँ। यो चाहिँ मैले खाँदिनँ, मेरो साथीको लागि मात्रै हो है गाइज। अब फेरि यस्तो बाउन्ड भएर नि यस्तो पोर्क खाने भन्नु होला, मैले चाहिँ खाँदिनँ, मेरो साथी चाहिँ कोरियाको हो, त्यही भएर अब मैले चाहिँ उसको लागि भनेर सजाउन लगाएको। यस्तो लाएर चट्ट लाएर सजाएर मिठो बनाएर राखिदिन्छु, ऊ आएर खान्छ भनेर। ऊ आइसकेको छ तर ऊ फ्रेस हुन चाहिँ उता गएको छ, त्यतिखेरसम्म चाहिँ म सजाइदिन्छु भनेर चाहिँ सजाउन लगाएँ। ससेस हालेर हेर्नु न, यो चाहिँ उसको के चामलको पिठोको
चामलको पिठोको पनि यस्तो डल्लो बनाएर अनि यो चाहिँ मासु हो लेग पिस अनि यो चाहिँ चाउचाउ मैले चाउचाउ चाहिँ कोरियन चाउचाउ हो यो चाहिँ उसैलाई मनपर्छ भनेर लिएर आएको यो चाहिँ चट्ट लगाएर उमालेर मरमसला मोलेर हालेँ अनि त्यसपछि अब अन्डा पनि हाल्छु अनि उसलाई चाहिँ काँचो अन्डा मनपर्छ कि अनि त्यही भएर चट्ट लगाएर उसलाई सजाएर डेकोरेसन गरेर राखिदिएँ ऊ आएर मक्ख परेर खान्छ ऊ चाहिँ अब योमा चाहिँ नआउने अरे उसको फेस चाहिँ नदेखाउन भनेको छ अब मैले यत्तिकै खाना बनाएको मात्रै देखाएँ अब चाहिँ ऊ आएर खान्छ मैले चाहिँ खाँदिनँ मैले चाहिँ उसको लागि बनाइदिएकोमा